कति बजे 8:30 बजे हो हामी फिस्लिङ आइपुगेका छौँ निकै कष्टकर यात्रा पार गर्दै साथीहरू अझै आउँदै हुनुहुन्छ हामी चाहिँ अगाडि नै आइपुगेका छौँ हामी अलि प्रो राइडर भएर अलि छिटो आयो साथीहरू आउने बाटो यही हो यो काठमाडौँ जाने हाइवे र नाइट गाडीहरू आइरहेको छ साथीहरू आउँदै हुनुहुन्छ भयो 8:30 बजिसकेको छ बाइकमा झर्दै ओह्रालो फिस्लिङको ओह्रालो फिस्लिङ बजार हामी अहिले फिस्लिङ बजार हामी अहिले के हो यो होटलको नाम फिस्टेल होटल जुन यो नयाँ बनेको पुलको र खोलाको छेउमै हामी मुगलिन बजारमा खाना खाएर घर जाने तयारीमा छौँ र सबै साथीहरू थकित मुद्रामा फाइनल्ली खाना आइसकेको छ साथीहरू सुरु गरिसके केही साथीहरू पर्खाइमै साथीहरूको नि आइसकेको छ ल साथीहरूको चाहिँ अलिकति स्पेसल डिस छ यहाँ टक्कलाएर हेर्नु होला हाम्रो भरत सर राज सर अनिश सर ढिँडो लभर हामी चाहिँ जति जेसुकै भयो नि भात नै प्यारो भनेर भात खान लागिराखेको छौँ हामी चाहिँ ढिँडे र यता सरहरू दनादन सुरु गरिसक्नु भयो थकित र बाहिरको भ्यू मुगलिन बजार र यो सप्तगण्डकी र यताको नयाँ पुल र साइडमा यो पुरानो पुल ल खाना सुरु गरौँ भोक लाग्यो है फाइनल्ली खाना खाएर हामी फिस्टेल रेस्टुरेन्टमा खाना खाएर अब हामी घरतिर प्रस्थान गर्ने तयारीमा साथीहरू बाइकमा बसिसक्नु भएको छ कोही तयारीमा दिनेश सरसँग म सानो केही रिभ्यू लिन मन लाग्यो आजको यात्रा कस्तो रह्यो एकदम निन्द्रा लागिरहेको है भीम सर अघि बढिसक्नु भयो विवेकाम सरलाई कस्तो लाग्यो आजको यात्रा ठिकै छ रमाइलो भयो ल लागौँ